हेलो गाइज वेलकम ब्याक अगेन है। आज चाहिँ हामी के गर्छ थाहा छ कस्तो माछा परेन आज चाहिँ स्योर क्या स्योर तर गोल हानिन्छ है फुटबल खेल्नु जान्दा है हामी चाहिँ कति गोल हान्दा आज मेरो अनुमानमा आज म 3 गोल है ह्याट्रिक एक ह्याट्रिक चाहिँ हानेर आउँछु म है। हाम्रो टिम चाहिँ हाम्रो टिम फेरि यस्तो यस्तो छ खेल्न नजानेहरू छ फेरि आज उसले 3 गोल हाने ह्याट्रिक हानेर हामीले उहाँहरू कोटा पुऱ्याउने मात्र हो फेरि खेलाडीको नाममा। टिम जर्सी यही हो है लोगो देखेन दाइ हाम्रो जर्सी चाहिँ है लोगो यही हो। मेरोमा त लोगै रहेन छ त यार मेरोमा त लोगै रहेन छ त यार। यता राख ल यता हामी चाहिँ उसले ह्याट्रिक हानेकोमा सपोर्ट गर्न जान लाग्यो कोटा पुऱ्याउन जान लाग्यो ल ओके खेलाडीहरू कोटा पुऱ्याउन जान लाग्यो। हामी चाहिँ जाँदैछौँ ग्राउन्डतिर बिस्तारो है दाइ। आजको हाम्रो ग्राउन्ड चाहिँ नयाँ पार्टी है। आज चाहिँ हामी ओपन ग्राउन्डमा जहिले फुटसल खेलिरहेको थिएँ आज चाहिँ हामी ग्राउन्डमा खेल्दैछौँ। भाइ गोकर्ण के हामी यताबाट जाने हो किपर भाइलाई लिन जान्ला होला होइन। ध्रुव दाइ किन त यार जाउँ न यार ढिलो भइसक्यो। रिजन खै गयो होला गइसक्यो होला ग्राउन्डमै होला केटाहरू। त्यो पहिला यो बाटो एकछिन फेरि हेलो गाइज र हामी चाहिँ ग्राउन्डमा आइपुग्यो ग्राउन्ड देखाइदियो त एकचोटि ग्राउन्ड देखाइदियो अनि मेरो भाइले हेर्नु कस्तो फेरि मेरो भाइले कस्तो ह्यान्डसम देखाएको छ आनन्द अनि नयाँ जुत्ता झन् कस्तो ह्यान्डसम देखाएको छ त्यो अर्को ह्यान्डसम यहाँ यसले झन् ह्यान्डसम देखाएको छ यो एउटा यहाँ पनि हुनुपर्छ अर्को है। अनि बबाल ह्यान्डसम देखेको छ दुइटैमा भयो भने बबाल ह्यान्डसम देखेको आज जस बोल्छ है नहाने पनि खाइन्छ नभन्नु है कस्तो नभन्नु है। ओके ल है हामीले चाहिँ अहिलेसम्म एक गोलले जितिरहेको छौँ। ध्रुव दाइ ओके नाइस सिजन नाइस नाइस दाइ यार नाइस। गेमको अवस्था भनिदिनु दाइ गइहाल्यो यार दुईजना आयो भनिदेऊ न। हेलो कस्तो लागिरहेछ गेम कसले जितिरहेछ थाहा छ करेक्ट सही भएर चाहिँ गेम चाहिँ हाम्रो ओके ल ओके गोल हान्नु ब्रेक भएको अवस्था कस्तो छ ब्रेक भएको अवस्था होइन कसम भयो गोल हान्ने गोल हान्ने
भाइजी अहिले आजको एकदम राम्रो किपर हाम्रो सेभिङ यहाँ फेरि भाइ हो नयाँ बुट भन्नुभयो भने अक्षर यहाँको यो आजको यो गोल मिस गर्ने मान्छे है गोल हाने चाहिँ त्यस्तो राम्रो राम्रो हाने चाहिँ मिस छैन माथि बेसी दिएको छ भाइ यसो अलि यता हेर क्यामेरामा हेर बलभन्दा धेरै केटा मान्छेभन्दा बल धेरै पर के प्रतिक्रिया दिएछ तपाईँको ठिक छ पहिला चाहिँ अब ठिक छ होइन वान अप छ होइन नाइस ल हाम्रो ओपोनेन्ट टिम चाहिँ यता छ है ल बुढा भइसक्यो 40 ल अब हाम्रो सेकेन्ड हाफ सुरु हुन लागिरहेको छ सेकेन्ड हाफ नाइस अहिलेसम्म हामी ड्र छौँ ओके हामीले पनि 0 हानेको छौँ होइन उताबाट पनि 0 भएको छ ड्र भएको छ हाम्रो अनि इन्डिङ पनि हाम्रो ड्र नै हुन्छ नि त 1-0 त्यसो भए 1-0 छ है त ल ठिक छ ल हाम्रो प्लेयरहरू यहाँ छ त ल पानी आज खतरा पर्ने भयो भयङ्कर त छ यही हो मान्छे बडी कटाउने मान्छे यो हो सन्तोष भाइ यस हामी 3 गोलले अप छौँ धर सन्तोष रिजान धर यस सन्तोष भाइ लभली भएन दुर्गा भाइ कैद भएको छ यहाँ थाके त थाके फोन आइगयो नि लास्ट फाइभ 4 अप है हाम्रो किपर भयो भने त हामी कहिले हार्छौँ हाम्रो त किपरै हो अनि यसले धेरै बजाएको छ नि आज यसले धेरै बजाएको छ नि आज यसले धेरै बचाएको छ तर अहिले पछि चाहिँ छोड्यो अहिले यस्तो त हानिहाल्छ नि सबै अगाडि खेलेको छ नि ओ हेलो झन्डा मऱ्यो यार मेन कुरा झन्डा मऱ्यो होइन गेम भनेको भिडियो खिचाएको छैन होइन तर नभन्नु है कसैलाई नभन्ने है ह्याट्रिक चाहिँ हाने है म्यान अफ द म्याच को त आज म्यान अफ द म्याच आज सन्तोष आज हि प्लेड भेरी वेल है भेरी वेल सबले राम्रो सन्तोष लामा फेरि म पनि हो नि सन्तोष उता पनि हो सन्तोष स्क्वायर म्यान अफ द म्याच भन्दा एक स्टेप चाहिँ ल नाइस नेक्स्ट टाइम नेक्स्ट नेक्स्ट स्याटरडे होला अब नेक्स्ट स्याटरडे अगेन इन्जोय ओके थ्याङ्क यू भेरी मच